मोबाइल लस्ट हुनु भनेको चाहिँ युकेमा एउटा ट्रेन जस्तो भइसकेको रहेछ अनि मोबाइल चोरीको लिस्टमा म पनि परिसकेको छु अब सो लास्ट विक चाहिँ मेरो पनि मोबाइल चोरी भयो त्यो पनि काममै एट दैट टाइम आई वाज अलोन एन्ड वी ह्याड सम कस्टमर एट द रेस्टुरेन्ट दैट म्यान केम एन्ड आस्क्ड फर द रिजर्भेसन एट 6 o'clock त्यही टाइममा चाहिँ मैले उसैले भनेको जस्तो रिजर्भेसनलाई एक्सेप्ट गरेको अनि मैले चाहिँ उसैको होला भनेर सोध्दै थिएँ उसले चाहिँ एकछिन पर्ख म मेरो साथीसँग कुरा गरेर भन्छु भन्यो अफ फिलिङ भइरहेको थियो बट आई हर्ड साउन्ड फ्रम द्याट लाग्यो कि जेन्युन होला भनेर एन्ड allowed to carry a mobile during the म्यानेजरले चाहिँ ग्रुप च्याटमा कामको बारे मेसेज पठाएको बारे हेरेर मैले एकछिन त्यहाँ राखेको एट द सेम टाइम आई वाज बिजी टु ह्यान्डल अदर कस्टमर सो मोबाइल चाहिँ मेरो माइन्डबाट स्लिप नै भयो मैले त्यो मान्छेले यता आएर मेन्यु हेरेर भनेको पनि थिएँ यसले चाहिँ एकछिन बिजी भएपछि मैले त्यो ध्यानै भएन सो विदिन 2 minutes उसले चाहिँ मेरो मोबाइल त्यहाँबाट चोरेर लगेछ त्यो मान्छे फर्केको पनि देखेको थिएँ ड्रिङ्क्स पो चोरेन कि भनेर डाउट भएको पछि के हुनु आफ्नै मोबाइल पो चोरेर लगेछ आई गट द लेसन फ्रम दिस इन्सिडेन्ट द्याट अल पिपल्स आर नट सेम सो डोन्ट ट्रस्ट एनी वान एन्ड अनदर थिङ इज नेभर इग्नोर योर गट्स फिलिङ अनि काममा पनि आफूभन्दा जहिले माथि कामलाई दिने आफ्नो केयर नगर्ने यो बानीले पनि मलाई योपालि डुबायो पुलिस रिपोर्ट पनि गरेको बट विदिन 24 hours उनीहरूले मेरो केस नै क्लोज गरिदियो फर्दर इन्भेस्टिगेसन गर्नु केही छैन यति नराम्रो यति ब्याड फिलिङ भइरहेको थियो बट माई हस्बेन्ड सपोर्ट मी एन्ड ही सेड वाट ह्यापन इज ह्यापन जस्ट लेट इट गो प्लिज बी केयरफुल फ्रम द्याट काइन्ड अफ पिपल बी सेफ एन्ड टेक केयर योर सेल्फ थ्याङ्क यू फर वाचिङ बाई